एकजना 12 वर्षको केटा हुन्छ र उसले 7-8 वर्षको बच्चाहरूलाई किडन्याप गरेर हत्या गर्छ। सुन्दै अचम्म लाग्छ हैन? एउटा यस्तो फिल्म छ, तपाईले युट्युबमा हेर्न पाउनुहुन्छ। अझै एचडी क्वालिटीमा हेर्न छ भने तपाईले जी5 मा हिन्दीमा हेर्न पाउनुहुन्छ। आउनुस् कुरा गरौँ एउटा यस्तो फिल्मको। त्योभन्दा पहिला मेरो सुन्नुस् कुरा, त्यो पनि पुरा। लगभग कहानी मैले तपाईलाई सुरुमै भनिसके, त्यही पनि भन्छु। एकजना केटा हुन्छ र उसले 7-8 वर्षको बच्चालाई उठाएर हत्या गर्छ, तर कुनै पनि प्रमाण, कुनै पनि प्रुफ छोड्दैन। पुलिसहरू चकित हुन्छन्, खोज्दै जान्छन्, तर भेट्दैनन् है हत्यारा को हो भनेर। अब फिल्मले कुन मोड लिन्छ तपाईले फिल्म हेरिसकेपछि थाहा पाउनुहुन्छ। यो फिल्म युट्युबमा छ, फिल्मको नाम तपाईले स्क्रिनमा हेर्न सक्नुहुन्छ र यसको रिमेक पनि बनिसकेको छ। तर यो रिमेक भन्दा यो फिल्म चाहिँ मलाई बवाल लाग्यो है। तपाईले फिल्म हेर्न पाउनुहुन्छ, हिन्दीमा छ, युट्युबमा छ, सबै कुरा भनिसके। र अझै एचडी क्वालिटीमा हेर्ने भने तपाईले जी5 मा पनि हेर्न पाउनुहुन्छ। र यस्तै अन्य फिल्मको लागि जानकारी लिन छ, जानकारी पाउन छ भने तपाईले मसँग कनेक्टमा रहनुहोला। र अर्को विशेष कुरा, यो फिल्मको अन्तिममा जुन चीज देखाइएको छ सस्पेन्स थ्रिलर, तपाईले त्यतिको अरु फिल्ममा हेर्न पाउनुहुन्न है त। आउनुस् अर्को भिडियोमा भेट्ने बाचा कसम गर्दै यो भिडियोबाट म बिदा हुन चाहन्छु मुभी क्लब नेपालबाट। तबसम्मको लागि गुड बाई।